सुरुमा मुख्य समाचारका शीर्षकहरू। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सक्ने तयारी। आज 8 मन्त्रालयका शीर्षकमाथि छलफलको कार्यसूची। 6वटा समितिको बैठक बस्दै। चैते धानको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको निर्देशन। भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको र उचित मूल्य नपाएको किसानको गुनासो। कञ्चनपुरका स्थानीय तहमा 2 महिनासम्म नदी उत्खनन कार्यमा रोक। आज पनि देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना। इजरायल र इरान बीच पहिले नै सम्झौता भएको अमेरिकी राष्ट्रपतिको दाबी। क्यालिफोर्नियामा बमवर्षक जहाज दुर्घटना हुँदा 8 जनाको मृत्यु। र पूर्व विश्व विजेता स्पेन नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकियो। आजका सबैजसो खेलमा बराबरीको नतिजा। समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत छलफल सक्ने तयारी छ। बिहान 11 बजे बस्ने बैठकमा विभिन्न 8 मन्त्रालयको बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ। हिजो 9 मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा भएको थियो। आज विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून पूर्वाधार, विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बजेट शीर्षकमा छलफल हुने संसद सचिवालयले जनाएको छ। यस्तै 12 जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्। प्रतिनिधि सभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव पारित गरिनेछ। यसैबीच आज 6वटा संसदीय समितिका बैठक बस्दैछन्। अर्थ, पूर्वाधार, विकास, आर्थिक मामिला सुशासन समिति, विधान व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ। सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला निकायलाई निर्देशन दिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो आग्रह गरेको हो। चालु आर्थिक वर्ष 2082-83 का लागि नेपाल सरकार मन्त्री परिषदको चैत 24 गतेको निर्णयबाट 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2866 रुपैयाँ 41 पैसा निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको, चिस्यानका कारण भण्डारणमा समस्या भएको र कृषकले उचित मूल्य नपाएको गुनासो आएको छ। मन्त्रालयले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धान खेतीको संरक्षण र विस्तार अपरिहार्य रहेको औल्याउँदै कृषकको लागत र न्यूनतम मुनाफा सुनिश्चित गर्न सरकारी तथा निजी क्षेत्र दुवैको दायित्व भएको पनि स्मरण गराएको छ। कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, संकलन तथा निकासी कार्यमा रोक लगाएका छन्। ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानूनी व्यवस्था अनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन्। सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन्। वर्षेनी वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राखेको छ। निगम सञ्चालक समितिको हिजो बसेको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढाव हुँदै आएकोमा अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कच्चा तेलको मूल्यमा गिरावट आएको छ। गैराती निगमले निकालेको विज्ञप्ति अनुसार विभिन्न वर्गका क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजेल मट्टीतेलको भाउ नै कायम गरिएको छ, जस अन्तर्गत पहिलो वर्गका क्षेत्रहरू चाराली, विराटनगर, जनकपुर, अम्लेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रति लिटर 214 रुपियाँ 50 पैसा र डिजेल तथा मट्टीतेलको मूल्य 222 रुपियाँ 50 पैसा छ। यस्तै दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 216 रुपियाँ र डिजेल मट्टीतेल 224 रुपियाँ तथा काठमाडौँ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रति लिटर 217 रुपियाँ र डिजेल मट्टीतेलको मूल्य प्रति लिटर 225 रुपियाँ नै यथावत राखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल इरान युद्ध अन्त्य गर्नका लागि प्रारम्भिक समझदारीमा पहिले नै हस्ताक्षर भइसकेको बताउनु भएको छ।
उक्त सम्झौताको विवरण छिट्टै सार्वजनिक गरिने पनि उहाँको भनाइ छ। G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोसँगको कुराकानीमा उहाँले यो जानकारी दिँदा आफूलाई अत्यन्तै खुसी लागिरहेको भन्दै हस्ताक्षर भइसकेको दावी गर्नुभएको हो। अमेरिकाका वरिष्ठ अधिकारीहरूले पनि सम्झौताबारे केही जानकारी सार्वजनिक गर्न थालेका छन्। उनीहरूका अनुसार आगामी शुक्रबार होर्मुज जलमार्ग पुनः खोलिनेछ। सोही दिन जेनेभामा यस सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ। अधिकारीहरूका अनुसार इरानको परमाणु कार्यक्रम सम्बन्धी प्राविधिक तहको वार्ता यसै साता सुरु हुने अपेक्षा गरिएको छ। उता उपराष्ट्रपति जेडी भान्सले सीएनएनसँगको कुराकानीमा अमेरिका र इरान बीच भएको एमओयू करिब 1.5 पृष्ठको रहेको र यो निकै सामान्य दस्तावेज भएको बताउनु भएको छ। यसैबीच अमेरिकाको दक्षिणी क्यालिफोर्निया स्थित एडवर्ड्स एयरफोर्स बेसबाट उडान भरेको केही बेरमै अमेरिकी वायुसेनाको B-52 बमवर्षक विमान दुर्घटनाग्रस्त भएको छ, जसमा 8 जनाको मृत्यु भएको छ। नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनामा केही सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदारहरूको मृत्यु भएको छ। अब खेल समाचार। फिफा विश्वकपमा स्पेन पहिलो पटक सहभागिता जनाएको केप भर्डेसँग बराबरीमा रोकिएको छ। गैराती भएको खेलमा स्पेन नवप्रवेशी केप भर्डेसँग 1-1 बराबरीमा रोकिएको हो। मात्र 5 लाख जति जनसङ्ख्या भएको सानो राष्ट्र केप भर्डेले लुइस डे ला फुएन्टको कप्तानीमा रहेको स्पेनिस टोली विरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्यो। खेलभरि स्पेनले अपेक्षित रूपमा बल आफ्नो नियन्त्रणमा राखे पनि केप भर्डको सङ्गठित र दृढ रक्षा पङ्क्तिका अगाडि उसका स्ट्राइकरहरू फिक्का साबित भएका छन्। गैराती नै भएको अर्को खेलमा बेल्जियम र इजिप्टले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। अमेरिकाको सियाटलमा पहिलो पटक आयोजना भएको विश्वकप खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण अभागी साबित बन्यो। खेलको 19औं मिनेटमा इमाम असुरले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए। 66औं मिनेटमा थोमस मुनियरको क्रसलाई रोक्ने प्रयास गर्दा इजिप्टका डिफेन्डर मोहामेद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेपछि खेल 1-1 बराबरीमा पुगेको हो। यस्तै साउदी अरब र पूर्व विश्वविजेता उरुग्वे पनि 1-1 गोलको बराबरीमा रोकिएका छन्। खेलको 41औं मिनेटमा अब्दुल्लाह अल अम्रीले गोल गर्दै साउदी अरबलाई सुरुवाती अग्रता दिलाएका थिए, तर खेलको 80औं मिनेटमा उरुग्वेका माक्सी अराउजेले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। यस्तै आज बिहान सम्पन्न खेलमा इरान र न्युजिल्यान्डले पनि 2-2 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। अब मौसम। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको समेत आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मध्य प्रदेशमा आंशिक बादल लागेको छ। मध्य प्रदेशको सिमरा क्षेत्रमा पानी परिरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। नेपालमा यस वर्षको मनसुन आगमनमा केही ढिलाइ हुने भएको छ। हिजो जल तथा मौसम विज्ञान विभागले प्रेस विज्ञप्ति जारी गर्दै भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको हो। नेपालमा सामान्यतया जुन 13 मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष हालसम्म मनसुनी प्रणाली भित्रिएको छैन। प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा छ। यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ। एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिला हुनुका साथै यस वर्षको मनसुन समेत कमजोर हुन सक्ने विज्ञप्तिमा उल्लेख छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सक्ने तयारी। आज 8 मन्त्रालयका शीर्षकमाथि छलफलको कार्यसूची। 6वटा समितिको बैठक बस्दै
चैती धानको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको निर्देशन। भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको र उचित मूल्य नपाएको किसानको गुनासो। कञ्चनपुरको स्थानीय तहमा 2 महिनासम्म नदी उत्खनन कार्यमा रोक। आज पनि देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना। इजरायल र इरान बीच पहिले नै सम्झौता भएको अमेरिकी राष्ट्रपतिको दाबी। क्यालिफोर्नियामा बमवर्षक जहाज दुर्घटना हुँदा 8 जनाको मृत्यु। र पूर्व विश्वविजेता स्पेन नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकियो। आजका सबैजसो खेलमा बराबरीको नतिजा।